हाँस्दा पनि रुँदा पनि तिमी, दाइरे छाती छुँदा पनि तिमी। हाँस्दा दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुन्छ स्वाङ टिभी। दर्शकबिन पछिल्लो समयका निकै नै चर्चित गायक खेम सेन्चुरी र अमृता लामिछानेले एकैसाथ भोकल गर्नुभएको बिल्कुलै नयाँ नि फ्रेस म्युजिक भिडियो नलगाऊ भो धेरै फुई बोलको म्युजिक भिडियोको फर्स्ट पटक आज मात्रै भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शक महानुभावहरू, यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ त र यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईलाई डिटेलसम्म दिन गइरहेका छौं। त्यसैले भिडियोलाई पनि अन्तिमसम्म हेरी साथ दिनुलाई। यदि तपाईहरु हाम्रो स्वाङ टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो स्वाङ टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टी पनि अवश्य थिच्दिनु होला, ताकि हामीले प्राप्त गरेका यस्तै नयाँ अपकमिङ सङका रिलेटेड जानकारीहरू तपाईको मोबाइल थिएटरमा सजिलैसँग उपलब्ध हुने छन्। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोमा लिरिक्स रहेको छ पछिल्लो समयका लोकप्रिय सर्जक दिनेश राज पुरीको यो म्युजिक भिडियोमा लिरिक्स रहेको छ भने त्यसैगरी यो म्युजिक भिडियोमा म्युजिक रहेको छ अर्जुन पोखरेलको। दर्शक महानुभावहरू, यो म्युजिक भिडियो भने अब तपाईहरुमा जबको 2-4 दिनभित्रै सार्वजनिक हुने क्रममा रहेको छ। यो म्युजिक भिडियोमा डाइरेक्सन पछिल्लो समयका निकै नै लोकप्रिय डाइरेक्टर रामजी लामिछानेको यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ भने त्यसैगरी यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयका निकै नै चर्चित अनुहार जोडी जुना विश्वकर्मा र सुधीर श्रेष्ठको यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ। जुना विश्वकर्मा र सुधीर श्रेष्ठ यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा जोडीको रूपमा देखिने भएका छन्। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोको फर्स्ट पटक सामाजिक सञ्जालमा सार्वजनिक भइसकेपछि यो म्युजिक भिडियो हेर्नु र सुन्नुको लागि यतिखेर निकै नै दर्शकहरूले कुरेर बसिरहेका छन्। यो म्युजिक भिडियोको चर्चा बढी यस कारणले पनि बढी भइरहेको छ भने यो म्युजिक भिडियोमा सुपरस्टार मिठो सुरका धनी खेम सेन्चुरी र अमृता लामिछानेको भोकल रहेको हुनाले पनि यो म्युजिक भिडियोको निकै नै यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि दर्शकहरूले यतिखेर पर्खेर बसिरहनु भएका छन्। हवस् त दर्शकबिन, आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई दिन आएको थियो। बाँकी जानकारी अर्को भिडियो मार्फत तपाईलाई फेरि पनि दिँदै गर्नेछौँ। तबसम्मको लागि म सुरेन्द्र भोसवाल पनि तपाईहरुमा बिदा हुन चाहन्छु। जय नेपाली संगीत, जय